तपाईँ शेरबहादुर देउवाको भरिया भएर बस्नुभयो। मैले सुन्नु भएन तपाईँलाई पटक भने त शेरबहादुर देउवा म काङ्ग्रेसको झोले कार्यकर्ता भएँ त्यतिखेर। झोले भएकै कारणले यो चिजहरू आज हामी झोले हुन छोडेर आज एउटा राष्ट्र सेवक सपुत देशको सपुतको छोरा जो देशभक्त देशको लागि यो देशलाई माया गर्ने एकमात्र सपुत छ भने रवि लामछाने छ। रवि लामछानेको पक्षमा म निडर भएर केही हिम्मत राखेर चाहिँ म बोलिरहेको छु। चुनाव भयो भने कति आउँछ राष्ट्रसभाको राष्ट्रसभा सकिन्छ एमाले र काङ्ग्रेसै आउँछ। ए बाबा तपाईँ भुक्ने कुकुरले टोक्दैन। गुन्नुमा हेलिकप्टर चढेर गुन्नुको गुठीमा बसेर बुढालिन्कन बार नागेर सोरुमबाट भागेर निस्केर गएर बचे जस्तो होइन। देख्नु होला न अहिले किन बोल्नु पर्यो? त्यतिखेर कति सिट आउँछ कसले के बोलेको थियो भन्ने कुरो अहिले भन्नुपर्छ। हामीले किन भन्नुपर्छ? हामी त हिँडिरहेको त पैदल रोड रोडमा हिँडिरहेको छौँ। खुला मुला किन लुकेर हिँड्नुपर्ने? हामीले के कसै चोरेको छौँ र कसै लुटेका छौँ? जसले लुटिया छ चोरलाई चोरको खुट्टो काट्दा थुतेर त्यसरी डरायो होला। नडराउनुहोस्, तपाईँ डराउनु पर्दैन। जनताले स्वविवेकले मेरा विवेकशील आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले फाउने 21मा देखाउनुहुनेछ। मेरा अझ पनि भन्छ एमाले पहिलो पार्टी बन्छ भने एमालेका नेताहरूले भनिरहेको छन् है। ए बाबा पहिलो हत्यारामा पहिलो पार्टी हो। हत्यारा देशमा 76 जना मान्छे मार्ने हत्याराको पहिलो पार्टी एमाले बन्छ। हत्यारा कोखरित्यका तपाईँको आमाहरूको कोखरित्यको तपाईँले आवाज उठाउनु भएको छ। आज त्यत्रा 76 जना आमाहरू रुँदै गर्दा जिउँदा शहीदहरू छटपटाइरहँदा बेडमा छटपटाइरहँदा भेट्न को केपी ओली ती शहीदहरू जेएनजी पुस्ताका शहीदहरूलाई भेट्न केपी ओली गए। शेरबहादुर देउवा बेडमा भेट्न गएका छन्। अनि घाइते हुनुहुन्थ्यो होइन म घाइते किन भएको? हेलिकप्टर नै घाइते हुँदो रहेछ नि त। नखुबाट त भाग्यो भने हेलिकप्टर किन भाग्यो? म देशको रक्षा गर्ने मान्छे। मलाई त्यति कुरो विवेक भएन। मैले के बोल्दैछु र के हुँदैछ भन्ने कुरो थाहा छैन। जसको पुत्र छैन अपुत्रलाई पुत्रको माया हुँदैन। उहाँलाई बर त्यही पाउनु भएको छ। उहाँले आजसम्म सुन्नु भएन शेरबहादुर देउवाको एउटा छोरो जयवीर देउवालाई किन एआईले बनायो भन्न नसके? एआईले बनायो भन्न सक्नु पर्ने त। एआईले डढिया पैसा हो नि त। त्यत्रा पैसा त्यत्रा मिडियाका तपाईँका क्यामेरा एआईले मात्रै खिच्यायो कि तपाईँको क्यामेराले खिच्यायो भने तपाईँकै मिडियाले खिच्यायो फोटो होला? जलेका पैसाहरू अरबौँ पैसा जनताको घर हरिकङ्गाल हामी हरिकङ्गाल देशलाई हरिकङ्गाल बनाएर काठको टुक्रा किन्न नसक्ने ठाउँमा चाहिँ त्यत्रा पैसा हुँदाखेरि तपाईँहरू आवाज उठाउनु न। क्यामेरा हामी जनतालाई तेर्स्याएर के हुन्छ? उहाँ गएर तेर्स्याउनु शेरबहादुर देउवा। अब के हुन्छ? राजसभा कसरी फागुन 21 चुनाव हुन्छ कि हुँदैन? राजसभाले गराउँछ कि गराउँदैन? राजसभाले चुनाव गराउने भयो र अहिलेको सरकारले यो सरकारले बनाउने यो गराउने यो चुनाव राजसभाले गराउने भए त राजसभाले चुनाव गराउने होइन। यो सरकारले जसरी पनि चुनाव गराउनुपर्छ। हामी चुनावमा हुमिसकेका छौँ। जो चुनावमा हुमिन डराउँछ, जसको हिम्मत छैन, आँट छैन, खोला तर्न जाने मान्छे लौरो बिर्सेर हुन्छ। चुनाव जान सक्ने आँट र दम भए जान्छु म चुनावमा भनेर चुनावमा भाग लिए भइगयो किन चुनावमा जान्न भन्ने? तर राजसभाको सभापति रवि लामछाने अहिले पनि केपी ओलीलाई धम्की दिइरहनु भएको छ। हेलिकप्टर फेरि भाग्नु पर्ला भन्नु भएको छ है। फेरि त्यो पनि याद गर्नु तपाईँले। फेरि के राजसभाको सभापति जेलभित्र बस्दा केपी ओली भागे चाहिँ जेलभित्र बस्दा नि त डरै रहेछ नि त उस नि त। जेलभित्र बस्दा नि डर, जेलबाट बाहिर बस्दा नि डर भनेपछि उहाँलाई के को डर रहन्छ? चोर्दा नि डर। सुनको हात्ती झापा पुग्दा पनि उहाँकै झापाका एकजना मेयरले चाहिँ 2 बरा सुन त्यतिखेर गरे त्यो नि एआईले भने होला। अहिले त सबै एआईले हो नि त। राजसभा मात्रै एआईले होइन। हेर्नु त यहाँ झन्डाको पछारो एआईले बनायो होइन राजसभा। राजसभा स्वतः नेपाल आमाका छरछरीहरू अब देशमा भ्रष्टाचार निर्मूल बनाउनलाई आएका यी सपुतहरू हुन्। यो देश बन्छ। राजसभाले चुनाव अत्याधिक बहुमतका साथ हामी चुनाव जितेर यो सरकारलाई त्यही जहाँ हाम्रा सभापति रवि लामछाने तुन्या त त्यही खोरमा लगेर हिम्मत छ। आँट र दम यी युवाहरूको छैन? यो युवाहरू ती कोखरित्यका आमाहरूको छैन? यो सबै चिजहरू छ। तर राजसभामाथि एउटा आरोप छ। तपाईँको पार्टी सभापतिले अहिले गोप्य रूपमा बालन शाहलाई भेट्नु भएको छ। बालन शाहलाई प्रधानमन्त्री बनाएर चाहिँ आफ्नो मुद्दा चाहिँ सत्य र खारेज गर्ने कुरा आइरहेको छ। यो कतिको सत्य हो? ए बाबा तपाईँलाई पटक पटक भन्छु जसको नाममा सहकारीको नाममा पनि छैन, जसले सहकारीको नाममा 1 रुपियाँ पनि ल्याएको छैन जीवी राई लुकाएर। मेरो मुद्दा चाहिँ के रह्यो त? हत्यारा हो भने फाँसी दियो भन्ने थियो हामीले। मैले खाएको पैसा तिर्छु भनेर निस्क्यो होइन त? दिगोतिर आएका हुन्। मैले खाएको पैसा तिर्छु भनेको होइन। मैले खाएको पैसा तिर्छु होइन। मैलाई यदि दोषी छ भने अहिले थुन्दे, होइन भने म मुद्दा बाहिर लड्छु र मेरो भागमा पर्ने 10 जना मध्येमा मैले गल्ती गरेछु भने त्यो भोलि ब्याङ्क जमानत राख्छु र भोलि म असत्य ठहर्ने भने त्यो पैसा तिर्छु भनेर चाहिँ उहाँ निस्किनु भयो। तर दोषी अदालतले दोषी भनेको छ। अदालतले दोषी ठहरेको छ। जसले जीवी राई लुकायो आज यो सरकारले तत्कालीन सरकारले जीवी राई किन खोज्दैन? जीवी राईको पैसा कसले खायो? जीवी राईको चुनाव खर्चदेखि यी डढेका सुनका हात्तीदेखि लिएर सबैले भरिपूर्ण गरेका थिए। तपाईँले आज जीवी राई कुनै ठाउँमा देख्नु भएको छ? जीवी राई मरेछ जिउँदो छ थाहा छ? छैन। त्यही भएर सरकारको अझ केपी सरकारजी दम्ब नदेखाउनुहोस्। गुन्नुको कुटीमा बसेर तपाईँले जनता तर्साउने, जनताका प्रत्येक आमाका
रित्तेका कोखहरूले तपाईँलाई बारम्बार रातौँ दिन सरापिरहेछन्। 7औं दिनसम्म तपाईँलाई पुत्र लाभ नहुन सक्छ। तपाईँ किराको जुनीले नि भटेरा जुनीले नि चराको जुनीले पनि तपाईँलाई पुत्र लाभ नहुने सङ्केत छ। किनभने तपाईँलाई तपाईँको बुवाले भन्नुहुन्थ्यो, मैले सुन्थेँ, 7 महिनामा जन्मिएको छोरो केही न केही गर्ला, तर यसलाई राज्य चाहिँ हस्तान्तरण गर्न हुँदैन, यसले देशै सक्छ भनेर भन्नुभएको। मैले एकपल्ट एउटा कुनै इन्टरभ्यूमा सुनेको थिएँ। त्यो चाहिँ के गर्नु भने जनता रित्याउनु भयो। कोखमा सबै आमाको कोख रित्याएर आज हजारौँ शहीदहरू, जिउँदा शहीदहरू बेडमा छटाइरहनु भएको छ। अझ पनि एउटा 76 जना बच्चाहरू मार्दै गर्दा कन्चेटमा ताकी तपाईँले र मैले एकजना मान्छेको एउटा काहीँ सानो चिज मात्रै, सानो एक मुड्की मात्रै, एउटा हात मात्रै चलाएको भए तपाईँ र म जेलभित्र हुन्थ्यौँ पत्रकार मित्र। उहाँलाई त 76 जना मात्र पनि छुट छ भने के यो देशमा केपीओलाई शासन देशको अभिभावक को? देशको अभिभावक को? देश सञ्चालन त्यतिखेर कसको हातमा थियो? मेरो हातमा थियो? तपाईँ हातमा थियो? कसले थियो? त्यसमा भाडभाडले गर्ने चाहिँ राजसभा नै भन्ने कुरा आएको छ। राजसभाको एकजना मान्छे देखाउनु न, म जस्ता कार्यकर्ता देखाउनुहोस्। 100मा कोही हुन सक्छन्, 11 मान्छेहरू राजसभाका बिल्ला ओढेर गर्छ त्यहाँ गर्न सक्छन्, देखाउनुहोस् न। अनि त्यसपछि राजसभाले भाँडबैलो गरेर भन्नुलाई कुन चाहिँ राजसभाका कार्यकर्ताले गर्छ? घर जला उनकै कार्यकर्ता बिचमा फाटो गरेर एमालेको घर काँग्रेसले गरेर एमाले जलाएको देख्नु भएन? फागुन 21 चुनाव भयो, रवि जाँड उठे पनि हराउने कुरो छ अहिलेसम्म। ल ए बाबा, 8 हुने छोराले हराएर देखाएपछि हराउने कुरो होइन क्या, गरेर देखाउनु पर्यो। सञ्जालमा त्यही कुरा आइरहेको छ। ए बाबा, यस्ता सञ्जाल कुरा सुन्नुहोस्, सञ्जाल कसले चला? सञ्जाल चलाउनेले चला। सञ्जालमा हराउँछु भन्दैमा हार्ने हो भने हेलिकप्टर किन भाग्नु पर्थ्यो? सञ्जाल बन्द गरिदिएको कारणले हेलिकप्टर उडेर डोरीमा झुन्नी मलाई बचाओ भनेर भागे होइन? अनि देश हाँक्छ त्यस्ता स्यालेर, अनि फेरि त्यही मान्छेलाई देश जिम्मा लाएर चाहिँ आउनु पर्छ। तपाईँ हामी के र भने अब आन्दोलन भएन, के अरे सरकार यो चुनाव भएन भने शेरबहादुर प्रधानमन्त्री बन्ने ढुक्क छ भन्ने कुरा छ अहिले। ए बाबा, प्रधानमन्त्री बनेर नि हेलिकप्टर भाग्नु छन् किन भन्नुहुन्छ? अब यो बुढेसकालमा किन खानुहुन्छ? यो हेलिकप्टर उडेर भाग्नुपर्ने गुन्डु जस्तो बुढानी उडेर भाग्नुपर्ने चिज नबनाउनुहोस्। तपाईँले स्वतः युवाको हातमा देश जिम्मा लाउनुहोस्, तपाईँ विश्राम गर्नुहोस्, यही तपाईँलाई शुभकामना छ। तपाईँले देश चलाउन सक्नुहुन्न। देश चलाउन सक्ने हिम्मत भए हेलिकप्टरको डोरीमा लाउनु, बल्ल बचाओ भनेर आर्मीलाई गएर हात गरेर आर्मी कुटीभित्र बस्नुपर्ने अवस्था थिएन क्या। हस् धन्यवाद। हस् धन्यवाद। मरेको मान्छे बाँच्यो भनेपछि मलाई चाहिँ विश्वास लाग्छ, यतिको हिँड्नु सक्ने, बोल्नु सक्ने भएपछि त अब त बाँच्यो भन्ने आशा पलाएको छ नि। धन्दै मरिगा वैदिक आयुर्वेदिकमा लैजा भनेर पठाइदियो।